अहिलेको उमेरमा हाम्रो राम्रो खाना खाउने, कपडा लगाउने, राम्ररी पढ्ने, तर अहिले हामी के गरिराखेको छु, हाम्रो समुदायको युवाहरू विभिन्न प्रकारको लागु औषध पेय पदार्थ खाइराखेको छ। त्यसको एकैचोटि त हामी निरीकरण गर्न सक्दैन, तर सबैजनाले आफ्नो आफ्नो ठाउँबाट प्रयास गरे भने यो बन्द त हुन टाइम लाग्छ, तर कम गर्न हामी सक्छौँ। के गर्न सक्छौँ? कम गर्न सक्छौँ। कम गर्नको लागि अहिलेको जेनेरेसनको युवाहरूलाई आफ्नो समुदाय, आफ्नो छिमेकी, आफ्नो टोलहरूमा के गर्नु पर्यो? जानकारी गर्नु पर्यो, आवाज उठाउनु पर्यो। अहिले हामीले विभिन्न किसिमको लागु औषध प्रयोग गर्यो भने हाम्रो शरीरको विभिन्न अङ्गहरूलाई के गर्छ? ड्यामेज गर्छ। कुन कुन अङ्ग त्यसमा बढी आउँछ थाहा छ? हेल्थ सबैजना पढायो होला, भन्नु त। सबैभन्दा बढी कहाँ गर्छ? लङ्समा, हार्टमा। गुटखा खाँदाखेरि के हुन्छ? जिब्रोमा क्यान्सर हुन्छ, दाँतको भित्री भागमा क्यान्सर हुन्छ, पेटमा हुन्छ। त्यसकारण उसलाई कम गर्नको लागि खास गरी यो प्रोजेक्टले समुदाय स्तरको विद्यालयको बालबालिकाहरूलाई अगाडि ल्याउनको लागि, उनीहरूको भविष्य बनाउनको लागि हामीले के गर्नु पर्यो? यसलाई बन्द गर्नु पर्यो। हामीले खाना त धेरै कुरोहरू छ। 50 रुपियाँमा हामी एक पाउ जति, आधा केजी, 50 रुपियाँ एक पाउ जति हामी खान सक्छौँ। 50 रुपियाँमा जुन हाम्रो शरीरको, अहिले हाम्रो शरीर हो, हाम्रो शरीरको अङ्गहरू के छ? एकदमै कोमल छ कि छैन? तर हामी त्यसलाई नबचाएर विभिन्न किसिमको लागु औषध खाइराखेको छ। त्यसलाई हामी बचाउनको लागि के गर्नुपर्छ? लागु औषध मुक्त गर्नुपर्छ। सँगसँगै आफ्नो समुदायमा भएको युवा युवतीहरूलाई नखाने भन्ने सन्देश एउटा समुदायमा विभिन्न किसिमको जनचेतनाको माध्यमबाट जागरुक गराएर कम गर्ने हाम्रो यो कार्यक्रमको उद्देश्य हो। यहाँ लेख्नु पहिला पढ्नु त सिस्टर, भन्नु त हजुरलाई थाहा छ त भन्नु त। तारिफ भनेको जसमा विभिन्न विषयको बारेमा जानकारी गराउँछ, जुन कि हामीलाई थाहा हुँदैन वा थाहा हुन सक्छ, त्यसमा अझै थपेर वा बुझाएर नयाँ नयाँ कुराहरूको जानकारी गराउँछ। समूह मिलाएर ताली मार्दै एकचोटि जोडले। यो समयको समूहलाई भने युवा, कति वर्षको उमेरको समूहलाई भने युवा। हजुर एकचोटि माथि खडा भन्नु न, तपाईँ के थाहा छ? तपाईँ जे मनमा लागेको त्यही भन्नु न। कसैलाई थाहा छैन? 9 क्लासको फर्स्ट विद्यार्थीको ठिक छ भन्नु न। भनेको ठिक कुरो हो। त्यसै कुनै पनि यो लागु पदार्थ गर्ने व्यक्तिहरूले सधैँ पराग, गुट्खा, गाँजा, ड्रग्स, कोटी जस्ता साधन लिइराख्छ, खाइराख्छ होइन। जस्तै हामीले खाना खाइदियो भने हामीलाई पेट बढ्छ। त्यस्तो मान्छेहरूले त्यो सामानहरू लिएर भने तिनीहरूलाई एकदम दौडाउने, रिस उठ्ने, के गरेँ भने मैले त्यो पाउँछु भन्ने खालको हुन्छ। त्यसरी नै एउटा हामी जहिले खाना खाँदैछौँ त्यस्तो हाम्रो दिन बित्दैन। त्यसै तिनीहरूले त्यो लागु पदार्थ लिएन भने तिनीहरूको दिन बित्दैन। त्यसैले अब त्यो लिँदै गयो। अब त्यो लिँदै गएपछि तिनीहरूको जिउ एकदम सुस्त हुने, अनि मौलाउने टाइपको, उसको जिउले एकदम काम नगर्ने, कसैले छुँदा पनि फिलिङ आउँदैन। त्यस्तोलाई
त्यस्तो मान्छे हुने। अनि त्यसपछि लिँदै गयो अब कतिलाई अब पैसा पनि हुँदैन होइन, लिँदै गएपछि अनि जुन दिन हुँदैन एकदम बौलाउने टाइपको हुन्छ, बसिरहेको छ। त्यो मान्छेलाई छुँदा कराउँदा पनि त्यतिखेर केही गर्दैन, तर त्यो मान्छेले खाएपछि चाहिँ त्यो मान्छेले केही गर्छ। सही बात छ। प्रयोग गऱ्यो भने हामीलाई आदत लाग्छ नि, त्यसले लागु पर्दा